नमस्कार, मेरो टिकटक एकाउन्ट टली लिम्बू यानि कि नारायण लिम्बू र फेसबुक एकाउन्ट नारायण लिम्बू साथै युट्युब च्यानल याकथुङसामा यहाँ सबैजनालाई एकमुष्ट स्वागत गर्न चाहन्छु। जेनजी आन्दोलन भदौ 23 र 24ले नालायक नेपाल सरकार ढलेको थियो, साथै हाम्रो नेपाल सरकारको संसद विघटन पनि भएको थियो। त्यस पश्चात हाम्रो नेपालले नेतृत्वविहीन र विषम परिस्थितिमा 3 दिन गुजार्नु परेको थियो। त्यस पश्चात जेनजी र नेपाली नागरिक स्तरबाट र विभिन्न सङ्घ संस्था र बुद्धिजीवी नेपालीहरूबाट नेपाली जनता स्तरबाट नेपाल सरकार अनि नेपाल अन्तरिम सरकार बन्ने भएको थियो र बनेको पनि छ, जसमा हाम्रो सुशीला कार्कीले यस अन्तरिम सरकारलाई जिम्मा लिने मौका पाएको थियो र यो अन्तरिम सरकार सुशीला कार्कीको नेतृत्वले विगतका ती घटनाहरूलाई सम्हाल्दै विषम परिस्थितिलाई अँगाल्दै हाम्रो देश नेपाललाई कसरी अगाडि लान सकिन्छ र कसरी देशलाई निकास दिन सकिन्छ भन्ने हिसाबले उहाँको र जनताले नेपाली जनताहरूको विवेक युज गर्दाखेरि लगाउँदाखेरि अबको उपाय निर्विकल्प चुनाव बाहेक अरू केही उपाय रहेन। तसर्थ हाम्रो नेपाल सरकार अन्तरिम सरकारले चुनावको घोषणा गरेको थियो, जसअनुसार तोकेकै समयमा नेपालभरि उल्लासमय र सफलतापूर्वक चुनाव हुन सफल भएको छ। यस अर्थमा हाम्रो अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद नदिकन रहन सकिँदैन। यो सुशीला कार्की प्रधानमन्त्री अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको यो अमूल्य योगदान कहीँ कुनै इतिहासको कुनामा पक्कै पनि लेखिनेछ र यस चुनावमा नेपाली जनताहरूले आफ्नो अमूल्य मत, गोप्य मतलाई एकदम दिमाग लगाएर आफ्नो माइन्डलाई चेन्ज गरेर भोट लगाइरहनु भएको अवस्था देखिन्छ। यस अर्थमा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी देशभरिबाट लिड गराइरहेको अवस्था देखिन्छ र अरू दल, पुराना दल नेकपा एमाले र नेपाली काङ्ग्रेस र एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी जस्ता पुरानो पार्टीका दलहरू निकै नै पछि परिरहेको अवस्था देखिन्छ र यो चुनावलाई हेर्दा जे हुनु थियो भएर छोड्यो, जुन हुनु थियो त्यो भएकै छ र अबको यो चुनाव पछिको सरकार जुन बन्दैछ, जुन सरकारले अबको पुरानो इतिहासहरू, पुराना दलका व्यवहारहरूलाई सोचेर सम्झेर देशको निम्ति र देश विकासको निम्ति र जनताको हितमा रहेर काम गर्नुपर्ने अवस्था देखिन्छ भने अहिलेको यो समयसम्म हेर्दाखेरि देशभरिबाट मतहरू गणना भइरहेको अवस्था छ। यसमा यति बेरको समयसम्म राष्ट्र स्वतन्त्र पार्टीले लिड गर्दैछ भने अब अन्त्यसम्म नै राष्ट्र स्वतन्त्र पार्टीले लिड गर्छ भन्न पनि सकिँदैन। यो नतिजा आउन बाँकी नै छ, अब यसै भन्न सकिँदैन। त्यसर्थ यो नतिजालाई अन्तिमसम्म हेर्नुपर्ने अवस्था हुन्छ। तत्पश्चात हाम्रो जसले यो चुनावबाट जित हासिल गर्छ उहाँको पक्कै पनि सरकारमा ठुलो हात रहन्छ भन्ने देखिन्छ। त्यसैले साथीहरू, चुनावको गणना मतगणना सकिएपछि मात्र यसै भन्न सकिन्छ। तसर्थ त्यो समयसम्म त्यो मतगणना सकिन्जेलसम्म हामी पर्खेर बसौँ है, कसले हात पार्ला है त। अब अर्को भिडियोमा फेरि भेटौँला। अहिले नै छुट्टै म नारायण। नमस्ते, बाई बाई, लभ यु।